केही पनि नभएपछि मैले गाउँको पुर्ख्यौली जग्गा बेचेर पनि मैले तिमीलाई एउटा फेन्सी खेल खोले। सुरुवात त राम्रै भएको थियो, तर के गर्नु यो लकडाउन कोरोनाले गर्दा साह्रै पत्ता भुइँको भयो हाम्रो सपना। अरे यार पुरानै रितेर बाँकी छ अहिलेसम्म। अहिले बल्ल यो होटल खोलेका छन्, यसको पनि त्यस्तै छ होला। अरे 6 महिना भयो भाडा नतिरेको, सामने सबै ब्याज टेबल लगेर यिनीहरूले 2टा मुढा मात्र बाँकी छ यार। अनि यस्तो अवस्थामा हामी बच्चाको बारेमा किन सोच्ने? म थाहा छैन अरू मलाई। मेरो बिहे भएको 7 वर्ष भइसक्यो। अरे तिम्रो पनि त बाबालाई रहर होला, नाता नातिले खेलाउने। कमसेकम उनीहरूको विचारलाई नबुझे पनि मेरो बाबालाई त बुझ्नु पर्छ नि। मलाई कहिले पनि आमा बन्न नदिने भयो अन्तिमले। अरे यार रहर त मलाई पनि छ नि बुवा बन्ने यार। म पनि त छोराछोरी चाहन्छु। तिमीलाई कालले पनि बुवा बुवा भनेको सुन्न मन छ यार। तर हाम्रो अवस्था नि यस्तै छ। अनि यस्तो अवस्थामा कसरी बच्चाको बारेमा सोच्ने? न त बच्चा राख्न दिन्छौ, न आफू विदेश जान्छौ, न मलाई जान दिन्छौ। सधैँको यस्तै हो भने मैले सोचिसकेँ, अब मलाई डिभोर्स चाहियो। म सक्दिनँ तिमीसँग बस्नलाई। डिभोर्स? अनिता त्यो तिमी के भन्यो यार? अनिता म तिमीलाई माया गर्छु यार। म तिमीलाई छुट्टिन सक्दिनँ क्या अनिता। तिमी जे भन्छौ म त मान्न तयार छु, तर छुट्टिने कुरा नगर्नु प्लिज अनिता। मैले सबै भनेको मान्ने भए मलाई विदेश गर्न दियो। विदेश? अरे यार विदेश भनेको जस्तो सोचेको जस्तो कहाँ छ र यार? अनि पैसा पनि त हुनु पर्ने अहिले। तिमी होइन, बरु म जान्छु विदेश। पैसाको बन्दोबस्त भइसक्यो। अस्ति त्यो रमेशले दिएको घडीबाट त्यो बेचेर म विदेश जान्छु। अनि यहाँको भाडा गल्तीको 6 महिना भइसक्यो। यो बेचेर यही भाडातिर, त्यसपछि 3-4 महिनापछि तिमी पनि विदेश आऊ। अनिता प्लिज नरिसाउनु यार। घरि मेरो नजिकै नआऊ। अनिता नरिसाउनु यार, म तिमीलाई माया गर्छु यार। के भने त्यो मान्न तयार छु। त्यसुकै गरेर म यहाँ 1 सेकेन्ड पनि बस्न सक्दिनँ अब। अरे यार हाम्रो के रहर छैन र आफ्नो परिवारसँग 2 घाँस खानलाई यार? के सबैलाई विदेशै जानु पर्ने रहेको छ? त्यो त व्यापार गरी खान दिएको छ।